Hello everyone, welcome back to my mini vlog. I hope you all guys are well. And I want to say so sorry because मैले भनेको थिएँ हजुरहरूलाई कि म चाँडै नै यहाँको भिडियो बनाएर अपलोड गर्नेछु र म किन गोवा आएको भन्नेछु भनेर तर धेरै नै ढिलो भयो धेरै नै किनभने त्यहाँ सिचुएसनै त्यस्तै थियो कि भिडियो बनाएर बस्ने यताउता थिएन। अब म चाहिँ खासमा गोवा आएको चाहिँ यहाँ मेरो अङ्कल आन्टी हुनुहुन्छ, मेरो फ्यामिली भनौँ न, मैले फ्यामिली मानेको। अनि आन्टीको चाहिँ डेथ भयो अनि त्यही भएर चाहिँ म आउनु पर्यो यहाँ। अनि यहाँ सिचुएसनै त्यस्तै थियो, मैले भिडियो बनाएर हाल्न पाइनँ। अनि जति पनि मैले भिडियो बनाएँ अब यसो बाहिर निस्किएको बेलामा अलिअलि क्याप्चर गरेर चाहिँ मैले यो मिनी भ्लग बनाएको हो। अनि हेर्न सक्नुहुन्छ गोवा होइन। अब यो मेरो फर्स्ट टाइम त होइन, म पहिला पनि धेरैचोटि आइसकेको थिएँ र जो गोवा आइसक्नु भएको छ उहाँहरूले त हेरिसक्नु भएको होला, किनभने गोवा त्यति ठुलो पनि छैन नि त, सानो छ गोवा। अनि त जो पनि आउनुहुन्छ उहाँहरू प्रायः सबै घुम्नुहुन्छ क्या। अनि उता मेन एरिया हो झन्सार यो होइन। अनि त्यसपछि अब त्यही हो, नआउनेहरूले देख्नु भएको छैन होला, हेर्नु होला। अलिअलि क्याप्चर गरेको छु, आउनु भएकोले त हेरिसक्नु भएको होला। यो जति पनि घर देख्नु भएको छ नि कलरफुल, यो चाहिँ सबै पोर्चुगिज टाइमको अरे क्या, पोर्चुगिज टाइम क्या। गोवामा चाहिँ पोर्चुगिजहरूले राज गरेको थियो अरे नि त एक टाइममा। अनि तिनीहरूले नै बनाएको घरहरू अरे यिनीहरू चाहिँ अहिलेसम्म छ होइन, पोर्चुगिज टाइमको घरहरू। हेर्दाखेरि रमाइलो लाग्छ, मान्छेहरू टुरिस्टहरू आउनेहरूले चाहिँ फोटो भिडियो यहीँ प्रायः निकाल्ने हो, किनभने यो पोर्चुगिज टाइमको घर भनेर चाहिँ फेमस छ क्या त्यतिर। अनि यहाँ क्यासिनो भयो, क्रुसेसहरू यहाँ धेरै छ यो ठाउँमा चाहिँ। अनि त्यसपछि म पनि त्यस्तो अब राउन्ड मार्नु गएको बेलामा अलिअलि क्याप्चर गरेँ। यसपालि चाहिँ घुम्न पाइनँ म, त्यस्तै भएर होइन, प्रब्लम भएरै। अनि म चाहिँ त्यहाँ अब फ्यामिली सम्हालेर बसेको, उहाँहरूको छोरी छैन, त्यसैले गर्दा म चाहिँ अलिक त्यहाँ हेल्प गर्नुपर्ने भयो। अब भिडियो बनाउन पाइनँ, त्यसको लागि सो सरी भन्न चाहन्छु। र म चाहिँ त्यहाँ धेरै दिन बसेँ, भन्दा पनि एक हप्ता बसेँ। त्यसपछि चाहिँ म आफ्नो कर्मथलो कोलकाता आएँ। हेर्नुहोस्, कोलकाता आउँदा बित्तिकै यति राम्रो सनसेट हेर्न पाएँ नि मैले, म कति लकी छु है। र कर्मथलो मेरो चाहिँ कोलकाता चाहिँ मेरो कर्मथलो हो, किनभने म चाहिँ कोलकातामा काम गर्छु।